मसुर र मासको दाल मेरो तरिकाले पकाऊँ है। लसुन पिसेको हो यो, यसरी हाली गर्ने लसुन दालमा हाल्ने बेसार हाल्ने कुकरको ढक्कन पकान बन्द गर्ने 4 सिटीमा पाक्छ 2 सिटीमा पाक्छ तर मलाई फटक्क पाकेको दाल मन पर्छ। यसरी कुकरको ढक्कन लगाउने 3-4 सिटी लगाउने फटक्क। अब दाल बसाले 1 2 3 सिटीमा पाक्छ तर म 4 सिटीसम्म पकाउँछु। उता चाहिँ दाल पाक्दै रहेछ, दालमा सिटी लाग्दै रहेछ, यता चाहिँ म साग केलाउँछु। दालमा 4 सिटी लाग्यो, अब बन्द गर्छु। अब यसलाई सेलाउन दिने, यसको ढक्कन आफै खोल्यो भने मात्र फ्राई गर्ने। यसरी सागको मुन्टा केलाउँदैछु। हुन्छ अब दाल झार्ने बेला भयो नि, म यति थोक हालेर चाहिँ दाल झार्छु। मैले अब दाल झार्नुको लागि प्यान बसालिसकेँ। यतिको भएछ दाल। दाललाई चाहिँ उम्लिनलाई छोडेछु। अब प्यानमा तेल हाल्ने, त्यसमा म लसुन हाल्छु। मलाई लसुनको बास्ना एकदमै मन पर्छ। जिरा हाल्छु, मलाई जिराको भन्दा पनि लसुनको एकदमै मन पर्छ बास्ना। त्यसपछि प्याज हाल्छु। यो पाक्दै गर्छ, म चाहिँ यसरी हल्काएर गरौँ। दाल रेडी भयो, पाकेर रेडी भइसक्यो। दाल पाकेर रेडी भइसक्यो, मैले अर्को भाँडामा खनाइसकेँ। यतिको भयो दाल। बाई बाई। अब मैले दाल पकाएर सकेँ। दाल पकाएँ, मेरो तरिकाले पकाएर खानु मिठो हुन्छ।